भनेर सुरुमा मलाई पनि लागेको थियो बालेन शाह किन बोल्दैन, बोल्नु पर्थ्यो भनेर। तर बोल्छ किन के? हामी नेपाली जनतालाई कस्तो नेता चाहेको थियो? भाषण गर्ने, बोल्ने कि काम गर्ने चाहेको थियो? नेपालको इतिहासमा एउटा मात्र नेता बालेन शाह हो जसले कम बोल्छ, काम चाहिँ बढी गर्छ। हामीलाई कामसँग मतलब छ नि, किन बोल्नु पर्यो? चाहेभन्दा बढी बोल्नु पनि हुँदैन के? त रवि जस्तो, हर्के जस्तो हालत हुन्छ। हर्केलाई जनैले त पागल पनि भन्न थाल्यो। हर्के पनि त देश प्रेमी नेता हो, तर पनि यति मान्छेले किन गाली गर्छ त? धेरैले त्यही सल्लाह दिन्छ कि धेरै नबोल्नु भनेर है। धेरै बोलेपछि के हुन्छ? एउटा इक्जाम्पल दिन्छु। म जितेपछि हेर्नु न, मेरो एउटा फेभरेट बाइक छ। यही बाइक 10 वर्ष म पर्सनल बाइक होइन। पर्सनल कसरी हो त? पर्सनल बाइक त मेरो बिग्रेर खाने पानीबाट चाहिँ हामीले किनेर 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ? मेयर बन्ने बित्तिकै फेरि गाडीमा हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यस्तो त्यो अब करोनाको गाडीमा हिँडेको मेरो आदत नै थिएन। सरकारी गाडी सरकार प्रमुखले नचढे त कसले चढ्छ त? कर्मचारीले कि पत्रकारले? तपाईँले चढ्ने हो। मेयर हुने बित्तिकै एउटा नयाँ गाडी किन्ने चलन थियो, मैले चाहिँ किनिनँ। झन्डै त्यो गाडी पनि बेचौँ भनेको, तर लिलामी गर्दा चाहिँ अब 65-70 लाख पर्ने गाडी रहेछ। भरे फेरि तपाईँको के गाडी चढ्यो भनेर लेख्यो। चढ्छु नि, म किन चढ्दिनँ? स्थानीय सरकार प्रमुख हो या होइन? दाउ बरुवाहरूको किनेर चढ्नुलाई होइन। यो हर्का साङपाङ पनि सेम आइमाई जस्तै लाग्छ हो मलाई त। किनभने नि आइमाईहरू पो गाउँमा यसो धेरै बोलेपछि आफूलाई पनि थाहा हुँदैन मैले विगतमा के बोलेको छु भनेर। पछि यही कुराले फेरि ट्रोल हुन थाल्छ। बालेन शाह नबोलेपछि त यस्तोसम्म फेक न्युज आउँछ कि है, पढे लेखेको मान्छे पनि फेक न्युजमा विश्वास गर्छ। यो इक्जाम्पल हेर्नु। उहाँले एउटा स्टार्टअपमा के भन्नुभएको छ भने झापा जिल्लाबाट केपी शर्मा उसलाई फेरि जितायो भने त्यो जिल्ला अलग गर्नुपर्छ भन्नुभएको छ, नेपालको नक्साबाट अलग गर्ने। अब बालेन शाह जतिको मान्छेले भोलि देशको प्रधानमन्त्री हुने, डाइनामिक हुने भन्ने मान्छेले समेत त्यस्तो बोल्न थाल्नु भयो भने यो देश अनि भोलि अर्को जिल्लामा मतदाताको कुरा हो नि, कसलाई जिताउने? फेरि केपी ओली जितायो भने त मतदाताको कुरा हो। टक्क चस्मा लगाएको छ, पढेको जस्तो आइमा पनि लाग्छ, तर फेक न्युज छुट्याउन नसक्ने। यस्तालाई हामी के भन्न सकिन्छ? बालेन बोल्दैन, तर बालेनको पोस्टले बोल्छ क्या। बालेन शाहको पोस्ट चाहिँ गर्नु न, कति काम गरेको छ भने त्यो बाटो प्रष्ट हुन्छ। हामीलाई बोल्ने होइन, काम गर्ने नेता चाहिएको छ बस। कुनै कमजोरी होला बालेन शाहमा, तर अरू नेता भन्दा बेस्ट भनेको बालेन शाह।